आज बाजे सिकिस्तो बिरामी भएर आउनु भएको हो। आज यस्तो पेसेन्टहरू त्यो हान्दा 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 300 पुऱ्याइदिनु न। अनि कोक होइन हजुरलाई त खानै टाउको साउको दुखेको थियो, एकदम भेटाज भएको थियो, अरू फिभर पनि भएको थियो, लास्टै एकदमै थ्रोट पेन पनि भएको थियो क्या, बोल्नै नमिल्ने होइन। अब स्टिक बसिरहेको छु है, पेसेन्ट चेक गरेर गएको उल्टै आफैलाई ज्वरो आएर धना के अहिले चाहिँ गुब्रुको ब्याट्री फेरि लास्ट टाइम महँगो पर्ने क्या होइन। गुब्रुको ब्याट्री भयो है, दुईवटा छ मसँग ब्याट्री, एउटालाई चाहिँ 7000, अर्कोलाई 7000 होइन, एकदम महँगो पर्ने है गुब्रुको ब्याट्रीलाई। कसम डिप्रेसन म चार्जर राख्छु मेरो फ्यान। अनि मेरो चस्मा, यो चस्मा चाहिँ मैले एक्सर्साइज रनिङ गर्नु जाँदाखेरि भेटाएको होइन, भण्डारी ग्राउन्डमा यसो दौड्दै थिएँ, अनि यसो सिटअप हानौँ भनेर यसो लागेको होइन, ठ्याक्क सिटअप हाने होइन। अब यसो उता जान्छु, अब योगा गर्छु भनेर गएको है, ठ्याक्क यो भेटाएँ कि चस्मा भेटाएँ, अनि चस्मा भेटाएर टक्क ल्याएको क्या म चस्मा होइन। यसो घुम्नु जाँदाखेरि लाउनुहुन्छ नि त स्वाइक बाह्रमा, त्यही भएर यस्तो चस्मा चाहिँ ल्याएको। चस्मा चाहिँ फेरि चोर्या होइन है, चस्मा चाहिँ खोजिरहेको थियो होइन। मान्छेले बरु मोबाइल छोड्ला, पैसा हराउला, कपडा हराउला, तर चस्मा कहिले पनि हराउन्न क्या। त्यही भएर अब चस्मा ठिक छ होइन, मै लगिदिन्छु भनेर लगिदियो, टाप हान्ने गर्नु केही फरक परेन। गाइज फेरि पनि म एउटा न्यू भिडियो लिएर आइसकेको छु। न्यू भिडियो भन्दा पनि त्यस्तो न्यू भिडियो होइन, अलिअलिको भिडियो। आज चाहिँ म कलेजको प्र्याक्टिकल हेल्थ पोस्ट चाहिँ बन्द गरेर आएको पनि छैन, तर त्यही पनि यसो हुन्छ नि, टाउको साउको दुखेको थियो, एकदम भेटाज भएको थियो, अरू फिभर पनि भएको थियो, लास्टै एकदमै थ्रोट पेन पनि भएको थियो क्या, बोल्नै नमिल्ने होइन। अब स्टिक बसिरहेको छु है, पेसेन्ट चेक गरेर गएको उल्टै आफैलाई ज्वरो आएर धना के अहिले चाहिँ आएँ, अनि खानासाना पकाएँ, खाएँ, सुतेँ होइन, खानासाना पकाएँ, खाएँ, अनि आधा घन्टा जतिमा रेस्ट गरेँ। म पनि यसो भ्लगहरू हेरिरहेको थिएँ, अनि भ्लग हेर्दै न अहिले यसो भ्लग गराइदिउँ न त हामी पनि, अन्त ऊर्जा आउने बित्तिकै अब यसो भ्लग गराइदिउँ होइन, पछि भाइरल होस् या नहोस् 5-6 इयर्स पछि मेमोरिज पनि हुन्छ कि ऊ पुसबाट होइन यस्तो ज्वरो आएर भागेको भन्ने पनि हुन्छ नि त। त्यही भएर आएँ होइन, अनि औषधी सौषधी खाएँ, अनि खाना बित्तिकै सुतेँ है। यताखेरि राष्ट्रिय गर्नु भइरहेको थियो, किनकि यहाँदेखि सिधै आउँछ नि त, अनि सिधै आउने बित्तिकै यता गएर सुतिरहेको थिएँ होइन। अनि अब चाहिँ म यहाँ गुब्रु चाहिँ मैले राखिरहेको थिएँ होइन, यी गुब्रु चाहिँ मैले भर्खर निकालेँ है। मेरो ब्याट्री, यो गुब्रुको ब्याट्री फेरि लास्ट टाइम महँगो पर्ने क्या होइन। गुब्रुको ब्याट्री भयो है, दुईवटा छ मसँग ब्याट्री, एउटालाई चाहिँ 7000, अर्कोलाई 7000 होइन, एकदम महँगो पर्ने है गुब्रुको ब्याट्रीलाई। कसम डिप्रेसन म चार्जर राख्छु मेरो फ्यान यस्तो हो है, हेर्न सक्नुहुन्छ मेरो यो हेडफोन भर्खर चार्जर गरेर निकालेको। अनि मेरो चस्मा, यो चस्मा चाहिँ मैले एक्सर्साइज रनिङ गर्नु जाँदाखेरि भेटाएको होइन, भण्डारी ग्राउन्डमा यसो दौड्दै थिएँ, अनि यसो सिटअप हानौँ भनेर यसो लागेको होइन, ठ्याक्क सिटअप हाने होइन। अब यसो उता जान्छु, अब योगा गर्छु भनेर गएको है, ठ्याक्क यो भेटाएँ कि चस्मा भेटाएँ, अनि चस्मा भेटाएर टक्क ल्याएको क्या म चस्मा होइन। यसो घुम्नु जाँदाखेरि लाउनुहुन्छ नि त स्वाइक बाह्रमा, त्यही भएर यस्तो चस्मा चाहिँ ल्याएको। चस्मा चाहिँ फेरि चोर्या होइन है, किनकि चस्मा त्यहाँ खोजिरहेको थियो होइन। मान्छेले बरु मोबाइल छोड्ला, पैसा हराउला, कपडा हराउला, तर चस्मा कहिले पनि हराउन्न क्या। त्यही भएर अब चस्मा ठिक छ होइन, मै लगिदिन्छु भनेर लगिदियो, टाप हान्ने गर्नु केही फरक परेन। अनि मेरो चाहिँ यहाँ घडी है, घडी चाहिँ मैले कति किनेँ होइन, लाइफमा मैले एकदम धेरै किनेँ भनेको घडी वाच हो क्या होइन। फरक टाइपको घडी किन्ने होइन, महँगो टाइपको घडी किन्ने, कहिले राडो घडी किन्ने होइन, मतलब कम्पनीको नाम हो होइन राडो भन्ने। तपाईँले फेरि अति नखानु होला। अझ मसँग यहाँ रोलेक्स भन्ने छ है 2100को, अब यो पनि बेच्नु पर्ला, अन्त फेरि भाइले मार्ला। मसँग एउटा ल्यापटप पनि थियो होइन, म त्यो कुरा अहिलेसम्म भनेको होइन।
भ्लगभरि मसँग एसर ल्यापटप थियो होइन त्यो चाहिँ ड्याडीले किन्दाखेरि 40,000 हालेर किन्नु भएको रहेछ होइन अनि म चाहिँ यहाँ फर्स्ट इयरमा आउँथेँ फर्स्ट इयरमा आउँदाखेरि चाहिँ डेन्जर बिग्रियो भन्दा नि हुन्छ नि आउट अफ कन्ट्रोल आउट अफ कन्ट्रोल हुने अनि अब चुरोट खाने गाँजा खाने होइन अनि झ्याप्ने सुत्ने कलेजमा चोट खाएर गइदिने त्यस्तो हुन्थ्यो होइन रियल कुरा गरेको अनि अहिले भर्खर मेरो उमेर चाहिँ 17 भयो होइन 17 वर्षमै यतिको थाहा पाउनु होइन सबै कुरा छोड्नु कति कुराहरू सेक्रिफाइस गर्नु भनेको मेरो लागि ठुलो कुरा होइन कति मान्छेले नराम्रो भन्छ है अब हुन्छ नि धेरै मान्छेले नराम्रो भन्छ त्यही पनि आफूलाई चाहिँ धेरै नै रेस्पेक्ट गर्नुपर्छ है अनि अरूलाई माया गर्नु भन्दा नि पहिला सुरुमा आफूलाई धेरै नै माया गर्नुपर्छ किनकि मन भनेको मनै हो है अब के भन्ने त यार कि थाहै छैन मलाई त होइन यसो भ्लग हेर्दै थिएँ क्या मैले होइन यस्तो भ्लग गराइदिनु त भोलि पनि एनसिडी हेल्थ पोस्ट छ नन कम्युनिकेबल डिजिज अनि यसो जाम गएर भ्लग स्लग गराइदिउँ भनेर अहिले चाहिँ मैले गोब्रोहरू टक्क गोब्रो यो चाहिँ मेरो भाँच्चा आमा यस्तो भयो क्या यो भाँच्चा है अनि यो भाँच्चा यो पनि फेरि यो त अब यस्तै आगो निस्किन्छ कि यो मुजे पनि फेरि अनि यो गोब्रो भयो 12 हो अगाडिको चाहिँ पुरै चकै छ यो चकले हाल्न कति लाग्छ भनेर सोधेको 10,000 भन्छ यार मा कसम डेन्जर महँगो है अनि गोब्रो अनि यस्तो फोहोर भइसकेको छ अहिले चाहिँ यसलाई सफा गर्नुपर्ने हो यस्तो फोहोर छ कि पुरै च्याप चप्किने कि पुरै फोहोर भयो पहिला चाहिँ मैले चार्जर लाउँछु चार्जर यसको चार्जर चाहिँ फेरि टाइप सीबाट हुन्छ कि यसको चाहिँ एउटा छुट्टै चार्जर थियो टाइप सीबाट पनि लाग्छ यसको अनि गोब्रो चाहिँ मेरो हालत यस्तो हो है पहिला चाहिँ मेरो कहानी चाहिँ है पहिला चाहिँ म मोटो भ्लग गराउँथेँ अनि मोटो भ्लग गराउँदै चाहिँ धेरै नराम्रो कुराहरू के हुन्छ नि धेरै नराम्रो कुराहरू हुन्छ नि त्यही जहाँ खोलामा जाने पौडी खेलेको कुट्टु तान्ने भिडियोहरू त्यसको भिडियो थियो होइन अनि त्यसपछि घरबाट घरको छिमेकीहरूले पनि भिडियोहरू डिलिट गर न त भिडियोहरू डिलिट गर त पढ्ने मान्छे तँलाई के चाहियो भन्ने होइन अनि त्यसपछि पोखरा आउँदा चाहिँ मैले सबै डिलिट गरिदिएको मैले चाहिँ सायद सुर्खेतदेखि पोखरा आउँदा पनि भनेको होला मैले सायद सबै च्यानल डिलिट गरिदिया भएछ मैले भनेको छु होला त्यही पनि ठिक छ अब जे हुनु भइगयो होइन पास्ट इज पास्ट नेभर कम अगेन एन्ड त्यही हो पछाडि फर्केर कहिले पनि हेर्नु हुँदैन बितेको जीवन हो जाने दिन गइसक्यो अब नयाँ दिन चाहिँ सुरुवात गर्नुपर्छ होइन आफूलाई चाहिँ कम चाहिँ कहिले नठान्नु आफ्नो बारेमा आफूले नै आफैलाई कहिले नराम्रो नसोच्नु कि किनभने हुन्छ नि म त त्यही हो होइन मलाई कति मान्छेले नराम्रो भन्छ है तर त्यही पनि मैले आफूलाई चाहिँ राम्रो भन्छ तर त्यही पनि ठिक छ पहिला आउँदा चाहिँ म सुर्खेतदेखि पोखरा आउँदा चाहिँ म सायद 82 किलो थियो होला सायद होइन अनि त्यसपछि अब सबै कुराहरू खाने अनि सब कुराहरू छोडेँ होइन सबै कुराहरू छोडेँ कसरी छोडेँ त नि मैले यत्रो कुराहरू भन्ने लागिरह होला यसो एउटा भाइ थियो होइन भाइसँग गयो भने काम गर्न गएको लेबरी काम गर्न गएको पुरै ढुङ्गाहरू थियो अहिले म त्यो घर पनि देखाइदिन्छु काम गरेको होइन त्यही पनि देखाइदिइहालेँ म चाहिँ यस्तो हालतमा हो त्यही पनि जान मिल्छ कि मिल्दैन यो त बुझ्नु पनि बस्छ कि बुझ्छ आइसकेको छ मैले बस्छु यो रुम हो अनि मैले मेरो सब जुत्ता अघि मेरो होइन अनि मैले चाहिँ काम गरेको भनेको ऊ त्यो घर हो क्या यो छ नि यो घरमा त्यो माथिको काम हो त्यो बाँसको बुट्टा खाने त्यहाँ चाहिँ मैले काम गरेको म चाहिँ पहिला त्यो घर आइबस्दैन किन बस्दैन भने मतलब पहिलाको घर आइबस्नु चाहिँ घरबेटी राम्रो त राम्रो होइन पानीको अलि अभाव अलि कचकच आफूलाई फेरि धेरै बोल्ने मान्छे पनि खासै ठिक लाग्दैन होइन आफू जस्तो भयो नि तर अलिक कराउने होइन फेरि यहाँ एडभान्टेज चाहिँ माथिल्लो तला होइन एकदम फ्रेस टाइपको अनि मैले मेरो यहाँ चाहिँ यो जिम गर्ने छ एउटा चाहिँ पुरै फुट्यो क्या टक्क भाँडाकुटी सफा गर्ने होइन भाँडाकुटी सफा गरेर अब अरू ठाउँतिर त टक्क प्लास्टिकमा हालेर एक ठाउँ फाल्नु पर्थ्यो होइन अब यहाँतिर के छ भने टक्क यताउता भात भयो भने चाहिँ सरक्क पानी फालेर त्यो खाल्डोभित्र फाल्दिने कि क्या भन्दै
यो चाहिँ मलाई एकदम सही लाग्यो यहाँको टोइलेट पनि बबाल छ यस्तो पनि बबालै छ टोइलेट चाहिँ अलि बस्ने खालको भएन होइन अब बस्ने खालको भयो त्यहाँ चाहिँ बबाल मजा हुने बस्ने खालको राम्रो लाग्छ मलाई हेर पुरा पनि बस्ने खालकै छ नि त बिहान परिसक्यो नि त अब त्यही हो अब भाँडाकुटी धुनुपर्ने हो यहाँ अब यस्तै छ आज चाहिँ मेरो काठमाडौँबाट सामान आउला है एप्रोन मसँग एप्रोन थिएन काठमाडौँ चाहिँ एप्रोन आउला टक्क सिलसाल गरेर अब मेरो एप्रोन चाहिँ कलेजमै कसले चोरिदियो क्या राखेको चोरिदियो लगाइ चोरिदियो ल ठिक छ त अब भोलि चाहिँ एनसिडी नन कम्युनिकेबल डिजिज एनसिडीमा हस्पिटल पोस्टको कार्यक्रम हुन्छ त्यहाँ जानुपर्ने हो त्यहाँ गइसकेपछि अनि बिपी मैले के सिकेँ भने 4 दिन भयो होइन हेल्थ पोस्टमा हुँदा मैले के सिकेँ भने एउटा ड्रेसिङ गर्न सिकेँ अनि बिपी नाप्न टेम्परेचर अनि त्यो कम्प्युटरमा टाइप गर्न होइन अनि त्यो गच पिसहरू मिलाउने काट्ने त्यो पनि सिकियो अनि यति कुरा सिक्यो बेसिक कुराहरू सिक्यो है अब त्यही हो यो चाहिँ त्यहाँ हस्पिटल बस्दा चाहिँ यस्तो टाउको घुम्ने कि एउटा मान्छेलाई पनि 2टा मान्छे देख्ने कि अनि त्यही भएर चाहिँ म सक्नु नसक्नु गरेर आएको घर है आएँ होइन एउटा चाउचाउ ल्याएँ खानासँग पकाएँ है खाना सुत्देको चाउचाउ पनि उधारो ल्याएर आएको थिएँ कि तरकारी पकाउनु झ्याउला चाउचाउ पकाउन चाहिँ लास्टै झ्याउला भाँडामा खुल्नुपर्ने हो चाउचाउ पकाएर खाएँ अनि त्यो तल आन्टीकोमा चाहिँ 100 रुपियाँ उधारो हो त्यो पनि दिनुपर्ने हो सायद मसँग पैसा छैन होला सायद 500 रुपियाँ थियो 300 रुपियाँ चाहिँ पसल.कमबाट उधारो ल्याएको यो जार ल्याएँ तरकारीहरू ल्याएँ दुधहरू ल्याएँ बिहान चाहिँ सक्यो अब त्यो कल्चेन्टाको अलिअलि फ्रेस हुनुलाई भ्लग हेरेको भ्लग गराउन मन लाग्यो कि यसो भ्लग गराइदिउँ न त पहिलाको सम्झना होइन स्किल पनि अझै छ यदि तपाईँसँग स्किल छ भने तपाईँ जहाँ पनि जानुहोस् होइन जति मान्छेलाई दबाउन खोज्यो भने तपाईँसँग केही पनि छैन भने नि तपाईँ गर्न सक्नुहुन्छ कि अझै पनि म भन्छु होइन मैले 5-6 वर्ष भ्लग गराएन 5-6 वर्ष मैले भ्लग गराएन भने फेरि मैले सुरुवात गरेन भने म भन्छु कि बवाल गराउँछु भ्लग होइन एडिट पनि राम्रो गर्छु क्या मैले त्यहाँ चाहिँ अब टिकाहरू यो परालहरू झारिदियो क्या अब जान्नु न त्यो चाहिँ झार्दै हो है चाहिँ कस्तो टाइट हो बिग्रियो क्या त्यही हो अब भिडियो चाहिँ 11 मिनटको बनिसक्यो है अब ल भाइ मेरो पनि अलि टाउको अलिअलि दुख्न लाग्यो है अब म चाहिँ भोलि सिधै एनसिडीमा के हुन्छ त्यो भिडियोको लिङ्क चाहिँ म यहीँमा राखिदिन्छु यो चाहिँ पार्ट 1 फर्स्ट वान ब्लग अब हुन्छ नि जस्तै डे 1 ब्लग डे 2 ब्लग कतिसम्म पुग्दाखेरि चाहिँ मेरो भिडियो अनि हुन्छ नि हाल्ने रहेछ अन्त म त्यो पनि ट्राई गर्छु कि पहिला चाहिँ मैले त्यस्तै गर्थेँ होइन डे 1 ब्लग स्टार्ट भनेर हाल्थेँ अनि साइकलमा त्यो कुकुरो झुन्डाउँदै अफरोडिङतिर जाने दाजु दिजु म भाइहरू जाने फेरि साइकल चाहिँ प्यान्चर भइदिने कि त्यतिखेर वेट पनि त्यस्तो थियो धेरै थियो है अहिले चाहिँ मेरो वेट बताउनु होला सायद होइन भोलि म चाहिँ नापेर देखाइदिन्छु अहिले चाहिँ मेरो वेट सायद 91-92 हो जुत्ता लायो भने त 94 हुन्छ होइन किनकि मेरो वेट यति किन छ तपाईँलाई थाहै होला है अहिले चाहिँ ज्यानहरू छ होइन अब यस्तै हो ल यो चाहिँ मेरो रुटिनहरू है त्यहाँ अब चाहिँ म यसो फ्रेस भएर भाँडाकुटी धोएर अनि सामान आउँछ सामान चाहिँ मेरो खैरिनी पुग्यो अरे खैरिनी हातले टाढा छ त्यो त थाहा होइन अब एकछिन म्याप हेर्छु अनि दाइले फोन गर्छ त्यो सामान चाहिँ ल्याउनु जान्छु अनि ल्याएर टी सर्ट चाहिँ बबाल छ अरे कि टी सर्ट कट्टु ट्राउजर छ अरे अनि एप्रोन पनि छ अरे कि हेर्छु कस्तो छ यदि बबाल छ अनि बबालै हुनु पऱ्यो ल बाई गाइज